ल यता चाहिँ अब हाम्रो गोलबेडा हो यो चाहिँ गाउँबाट लिएर थियौँ यत्रो भइसक्यो अब फल्न लागिसक्यो भनेर यसको पातहरू कटिङ गरेर अनि डोरी बाँधेर यसलाई झुन्डाइदिएको हामीले यस्तो गर्यो भने चाहिँ राम्ररी फल्छ रे भन्ने सुन्यौँ अनि झुन्डाइदिएको के हो त्यो बोडी दुईटा थियो त्यो बोडी पनि यसरी चम्चाले बोडी निकालिरहनु भएको छ है अब खेती गर्छु भन्नुहुन्छ अनि चम्चा पन्जा लाएर गर्नुहुन्छ अब के भन्नु यो नयाँ आधुनिक खेती चम्चा नि हाम्रो चम्चा रोप्यो भने सिलेबाट चम्चा रोप्यो भने उसको के अरे तामाको निक्लिन्छ चम्चा मजाक गर्नुहुन्छ धेरै चम्चा रोप्यो हामीले अब चाहिँ लगभग 1 महिनापछि हेर्दाखेरि तामाको जस्ट 4 महिनासम्म कुर्यो भने सुनकै हुन्छ अब सुन किन्नलाई अन्त जानु परेन हाम्रो छतमा सुन पनि फल्ने भयो ल अब बोडी पनि रोप्दै हुनुहुन्छ बोडी नै बोडी छ उम्रेको काका रोप्ने हो थाहा छैन ल बोडी नै कति फाल्ने हो अब के बोडी हो यो तने बोडी ए तने बोडी हो